त्रिभुवन विश्वविद्यालयका 3 आंगिक र 14 पब्लिक क्याम्पस मध्ये मंगलबार 2वटा मात्र निर्वाचन भयो। बाँकीमा निर्वाचन गराउने हिम्मत सम्बन्धित क्याम्पस प्रशासनलाई भएन। सोभिको निर्वाचन कार्यालयमा ताला लागेको कारण देखाउँदै क्याम्पस प्रशासनले निर्वाचन गराएन। उनीहरूको भनाइमा निर्वाचन गराउने वातावरण नै भएन। तर कुरो तालाबन्दीको होइन, तालाबन्दी खुलाउन पहल नगरिएकोले हो। कमजोरी क्याम्पस प्रशासनकै देखिन्छ। नेभी सङ्घ, अनेरा सोभियु र अनेरा सोभियु क्रान्तिकारीले मनोमानी गरेको आरोप लगाउँदै चैत 28 गते लागेको ताला खुलाउन कुनै पहल नै भएन। न आन्दोलनकारी पक्षलाई वार्तामा बोलाइयो, न निर्वाचन गराउन कुनै पहल नै गरियो। खासमा कुनै भूमिका नै देखिएन। 6 जनाले लगाएको तालाले जिल्लाका 14 क्याम्पसको निर्वाचन बिथोलियो। हिम्मत भएन निर्वाचन समितिलाई। क्याम्पस प्रशासनले न त्यो ताला खोल्न पहल गरे, न वार्ता नै। प्रशासनको मुख ताकेर जिम्मेवारीबाट पन्छिने मात्रै काम भयो। निर्वाचन गराउने हिम्मत गर्न सकेनन्। नेपाल पब्लिक क्याम्पस सङ्घ चितवनका अध्यक्ष जगदीश्वर खनालको भनाइ यस्तो छ। विभिन्न विद्यार्थी सङ्घ सङ्गठनहरूले निर्वाचन प्रक्रियालाई अगाडि बढाउने भन्दै पनि आजसम्म उचित हिसाबले निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन र पब्लिक क्याम्पस सङ्घ चितवनले 5 गतेको निर्वाचन प्रभावित भएको कारणले गर्दा अब फेरि पब्लिक क्याम्पसको मिटिङ बसेर निर्वाचन प्रक्रिया केही दिन पछाडि सारेर भने पनि निर्वाचन प्रक्रियालाई अगाडि बढाउने भन्ने दृष्टिकोण रहेको छ। किन यहाँ निर्वाचन गर्ने वातावरण चाहिँ किन भनेन? के कुराले असहज भने तपाईँहरूलाई? विद्यार्थी सङ्घ सङ्गठनहरूसँग हामी छलफलमै छौँ। यो छलफल गर्दा गर्दै निर्वाचनको प्रक्रियाहरू जुन हिसाबले स्मुथली अगाडि बढ्नु पर्थ्यो त्यो स्मुथली बढ्न नसकेको कारणले गर्दाखेरि अहिले निर्वाचन प्रक्रिया प्रभावित भएको भन्ने म जानकारी गराउँछु। चितवनका 3 ठुला दल काङ्ग्रेस, एमाले र माओवादी केन्द्रका जिल्ला नेतृत्वले आफ्ना भातृ सङ्गठनका लागि भागवण्डा मिलाए। यो भागवण्डाले अन्य 5 दलसँग निकट विद्यार्थी सङ्गठनलाई रुष्ट बनायो। 3वटा मोटरसाइकलमा आएका 6 जनाले ताला लगाएर गए। यतिले निर्वाचन बिथोलियो। तर पहल शून्य। निर्वाचन गराउने जिम्मा क्याम्पस प्रशासनको। काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भने झै उल्टै सिडियोलाई पो दबाब दिन भ्याउँथे यहाँका दलहरू। ताला फोर्न प्रशासन तयार भयो, तर क्याम्पस मानेन। सबै चितवन प्रशासनको भर परे। सोभिको निर्वाचनमा प्रशासनले हस्तक्षेप गर्न मिल्दैन, सुरक्षा मात्र दिने हो भनेर थाहा नभएको पक्कै होइन होला। क्याम्पस प्रशासन नै तयार नभएपछि अरूको केही लाग्ने कुरै भएन। सर्वदलीय सहमति समेत भएको अवस्थामा किन निर्वाचन हुन सकेन? कसको भूमिका जिम्मेवार हुनुपर्ने थियो? चोर औला अरूतर्फ सोझाइरहँदा बाँकी 4 औलाले आफैतिर देखाएको न राजनीतिक दलले थाहा पाए, न क्याम्पस प्रशासनले नै। खासमा कतै मुखले मात्रै ठिक्क पारेका त होइनन् भन्ने पनि चर्चा नसुनिएको होइन। तर रामपुरको इन्जिनियरिङ क्याम्पस र शारदानगरको शहीद स्मारक कलेजमा भने निर्वाचन भयो। आफ्नो अस्तित्व देखाउँदै यी 2 कलेजमा निर्वाचन नहोस् भन्नेमा केही नेता लागेको भन्ने चर्चा पनि चलेको छ। भित्री कुरा, दलहरूभित्रको गुटको शिकारमा सोभियो निर्वाचन परेकोमा कसैको दुईमत छैन। बाँकी क्याम्पसमा निर्वाचन गराउन क्याम्पस प्रशासन असक्षम रहे। निर्वाचनको वातावरण बनाउन क्याम्पस प्रशासनले कुनै भूमिका निर्वाह गर्न सकेन। प्रशासन र प्रहरी निर्वाचनको सुरक्षा दिन तयार थियो। ताला खोलाउन न आन्दोलन पक्षसँग वार्ता गरियो, न सर्वपक्षीय छलफल। उल्टै सुरक्षाको कारण देखाउँदै जिम्मेवारीबाट भाग्न खोजिएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलको कुराबाट के प्रष्ट हुन्छ भने चितवनका क्याम्पसहरूले निर्वाचनको माहौल बनाउन सकेनन् या त बनाउनै चाहेनन्। भनेको त क्याम्पसबाटै कुरो अगाडि बढेन। यो त बन्द पनि क्याम्पसबाटै हो। त सुरक्षा नभएका कारणले मैले रोकेँ भनेर कसैबाट मौखिक पनि जानकारी गराउनु भएको छैन। लिखितको कुरा छोडौँ, मौखिक पनि गराउनु भएको छैन। एउटा क्याम्पस वीरेन्द्र बाबुजी क्याम्पसबाट हामी कहाँ तालाबन्दी भएको भनेर आएको थियो। भोलिपल्टै प्रशासनले, किनभने अन्तिम प्रक्रिया सबै सकिएको र हामीलाई 3वटा आङ्गी क्याम्पसको हकमा चाहिँ सुरक्षा पनि दिनु, फेसिलिटेसन गर्नु भनेर आएको हुनाले त्यो क्याम्पसको हकमा हामीले चाहिँ ताला तोड्ने प्रक्रिया अगाडि बढाएका हौँ। कृषि क्याम्पसमा चाहिँ सानोतिनो विषयको हामीले रोकिएको, हामीलाई थप दिएको अवधिभित्र हामी आफै गराउँछौँ भनेर जानकारी गराउनु भएको छ। बाँकी कुनै क्याम्पसहरूबाट सम्बन्धन प्राप्त क्याम्पसहरूबाट जानकारी चाहिँ प्राप्त छ।
एउटा दुईवटा क्याम्पसमा सुरुमा तालाबन्दी भयो भनेपछि हामीले तत्काल सुरक्षाकर्मी पठाएर खोल्ने कोसिस गऱ्यौँ। क्याम्पस प्रशासनबाटै हामीले आन्तरिक विषय मिलाउँदैछौँ। निर्वाचन 5 गते हुने गरी हामीले त्यो ताला खोल्छौँ, अहिले प्रहरीले नखोलाइदिनुहोस् भन्नुभयो। त्यसपछि हामीले हस्तक्षेप गर्ने विषय होइन, मागेको अवस्थामा सुरक्षा दिने हो, तयारी नै थियो प्रशासन। तर हेर्दा के देखिन्छ भने त्यहाँ दल दर्ता छ सुरुमा, त्यसपछि मनोनयन दर्ता छ, सम्पूर्ण प्रक्रिया सम्पन्न भएकोले सुरक्षा प्रदान गरिदिनु हुन भनेर क्याम्पसबाट अनुरोध आएको छ हामीलाई। 2 गते 3 गते हामीले ईश्वर साहबको कमान्डमा टोली खटाएका छौँ, ताला पनि काटिएको छ र आज निर्वाचन गर्नुपर्ने अवस्थामा त्यहाँको पनि हिजो साँझ सुरक्षाको कारण बाहेक अन्यका विविध कारणले भन्नुभएको छ, उहाँले सुरक्षा कारण देखाउनु भएको छैन। प्रहरी सबै ठाउँमा छ। जिल्ला प्रशासन र चितवन प्रहरी आवश्यक सुरक्षा दिन तयार छ। तर क्याम्पसको पारा सिडियो नै आएर निर्वाचन गराइदिए हुन्थ्यो भन्ने खालको देखियो। पूर्वी चितवनमा रहेको जनआदर्श बहुमुखी क्याम्पसमा भने 3 विद्यार्थी सङ्गठनको भागभण्डा मिलेपछि निर्विरोध भएको छ। नेकपा एकीकृत समाजवादी निकटको अनेरा सोबियु, जसपा निकटको समाजवादी विद्यार्थी युनियन, विप्लव माओवादी निकटको अखिल समाजवादी, नेकपा बहुमत निकटको अखिल क्रान्तिकारी र लोसपा निकटको लोकतान्त्रिक विद्यार्थी सङ्घले कलेजहरूमा सोबियु निर्वाचन हुन नदिने भन्दै तालाबन्दी गरेका हुन्। सहमति भएर निर्वाचनको वातावरण बन्यो भने 15 दिनभित्र निर्वाचन गर्न सकिने प्रावधान छ। तर सहमति गराएर क्याम्पसले निर्वाचन गराउनेमा विश्वस्त हुने कहीँ कतै ठाउँ देखिएको छैन। सतीसाल.com का लागि अनिल ढकाल, चितवन।